आज सिक्नेछौँ हामीहरू स्वर वर्ण। स्वर वर्ण चारवटा छ हैन। स्वर अक्षर त चारवटा छ, जसै टिबेटनमा यङसी भनिन्छ हैन। यस प्रकारको रहेको छ, लेख्दैन त यङसी है। यङसी रहेको छ, चारवटा स्वर वर्ण। त्यो चाहिँ के भने तपाईहरुलाई म सिकाउन चाहन्छु। यसले यस्तो छ, दोस्रोमा, तेस्रोमा, चौथोमा यस्तो। अब यसले चाहिँ कसरी पढ्नुपर्छ, यो चाहिँ अब कसरी बुझ्नुपर्छ भन्दाखेरि अब इकार उकार हैन, एकार ओकार भनेर बुझ्नुपर्छ। अब यसले कसरी बुझ्नु पर्यो, इकार हैन, यसले बुझ्नु पर्यो उकार, यसले बुझ्नु पर्यो एकार, यसले बुझ्नु पर्यो ओकार। अब यसले कसरी पढ्ने भन्दाखेरि यी भए तापनि कसरी पढ्ने भन्दाखेरि यसलाई गिगु भनिन्छ। गिगु है, गिगु भनेर पढ्नुपर्छ। यसले चाहिँ गिगु भनेर पढ्नुपर्छ। अनि यसले पढ्नु पर्यो स्याप्क्यु भनेर पढ्नुपर्छ। यसले है कसरी पढ्नुपर्छ, यसरी स्याप है आदि का स्याप्क्यु, यसले पढ्नु पर्यो स्याप्क्यु भनेर पढ्नु पर्यो। यसले पढ्नु पर्यो गिगु, इकारले गिगु, यसले स्याप्क्यु, यसले के पढ्नु पर्यो, यसले डेङ्बो, डेङ्बो, डेङ्बो भनेर पढ्नु पर्यो। डेङ्बो, डेङ्पो भनेर पढ्नु पर्यो। डेङ्पो, 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 डेङ्बो। कसरी डेङ्बो पनि भन्छ, डेङ्पो पनि भन्छ है, दुवै भन्छ यसलाई। डेङ्बो पनि भन्छ, डेङ्पो पनि भन्छ है, दुवै भन्छ। कसैले ढ्याङ्बो भनिरहेको हुन्छ, कसैले ढ्याङ्पो पनि भनिरहेको हुन्छ है, ढ्याङ्बो। अनि यसले पढ्छ ओकार, ओकारले के पढ्छ, नारो भनेर पढ्नुपर्छ है, नारो भनेर पढ्नुपर्छ। जस्तै अब यसले कसरी बुझ्नु पर्यो भन्दाखेरि जस्तै इकार, इकार भनेर बुझ्नु पर्यो है। इकारले कसरी पढ्छ, जस्तै नेपालीमा इकार उकार एकार हुन्छ नि, ओकार भन्छ नि, त्यसले चाहिँ कसरी पढ्नुपर्छ, सम्पूर्ण लिपिमा चाहिँ गिगु भनेर पढ्नुपर्छ है। इकारले गिगु, अनि उकारले उकार हो, यो चाहिँ उकार हो। उकारले स्याप्क्यु भनेर पढ्नुपर्छ, स्याप्क्यु है, स्याप्क्यु भनेर पढ्नु पर्यो, स्याप्क्यु। अब ढ्याङ्बो भनेर पढ्नु पर्यो, एकारले, एकारले ढ्याङ्बो, एकारले कसरी पढ्नु पर्यो, ढ्याङ्बो भनेर पढ्नु पर्यो, ढ्याङ्बो। अब यो ओकारले चाहिँ नारो भनेर पढ्नुपर्छ है, ओकारले नारो, नारो भनेर पढ्नु पर्दछ। अब यो मैले तपाईहरुलाई एक्जाम्पल हैन फेरि देखाउने छु लेखेर हैन। अब हामीले फर्स्टमा पहिलो के लेख्यो भने हामीले इकार, यसले उकार, यसले एकार, यसले ओकार। अब यो त तपाईहरुले पक्कै चिन्नुहुन्छ होला हैन, म यसमा जोडेर सिकाउने छु। यसले के भन्छ, यसलाई आ भनेर भन्छ है। यो आमा चाहिँ म जोडेर तपाईहरुले सिकाउँछु है।
यसमा 4वटा लेख्यो हैन 4वटा यो लेख्यो यसमा इकार जोड्यो के भयो इकार जोड्यो भने यो आ भइहाल्यो यो इकारलाई के भन्यो गिगु भन्यो आ गिगु यसले के पनि पढ्नुपर्छ इ भनेर पढ्नु पर्यो है इकार आ गिगु इ यो काममा के हो यो का होइन हैन यो काममा गिगु जोड्यो भने के हो का गिगु कि भन्यो कि यसरी पढ्नुपर्छ है अरु अक्षर भने तपाईहरु यसरी सिक्नु होला अनि यो आ भइहाल्यो यो पनि आ यसमा उकार उकारलाई के भन्छ स्याप्चु स्याप्चु भन्छ आलाई उकार थप्यो स्याप्चु कसरी पढ्ने आ स्याप्चु उ भनेर पढ्नु पर्यो है उ भनेर पढ्नु पर्यो है आ स्याप्चु उ आ स्याप्चु उ अनि यसलाई पढ्नु पर्यो यसलाई जोड्नु पर्यो एकार एकारलाई के भन्छ ड्याङ्बो आ आले एकार ड्याङ्बो आ ड्याङ्बो ए है ए आ ड्याङ्बो ए आ ए है ए अथवा ए ए आ ड्याङ्बो ए है आलाई ओकार ओ भन ओकारलाई के भन्छ नारो भन्छ हैन जस्तै नारो आ नारो हैन आ नारो के भयो आ नारो ओकारलाई ओ आ नारो ओ यसलाई लेख्नु पर्यो अब कसरी लेख्नु पर्यो ओ भनेर लेख्नु पर्यो है आ नारो ओ भनेर पढ्नु पर्यो जस्तै यसमा का थाब्यो हैन अब यसमा यसै गरेर 4वटा का लेख्यो भने हुन्छ यसले उकार का स्याप्चु कु का ड्याङ्बो के का नारो को हैन अनि सिधै यसरी पढ्नु भयो भने यसले कसरी पढ्ने यसले इकार थाप्यो का गिगु कि खालाई उकार थाप्यो खास्याप्चु खु खास्याप्चु छु भनेर पढ्नु हुँदैन है खास्याप्चु छु भनेर कहिले पढ्नु हुँदैन खास्याप्चु खु भनेर पढ्नुपर्छ अनि घालाई एकार घा ड्याङ्बो गे अनि ओकार नालाई ओकार ना नारो मो हो यसरी पढ्नुपर्छ अनि बाँकी सबै कादेखि ल्याएर आसम्मको व्यञ्जन वर्ण अक्षरहरूलाई तपाईले स्वर वर्ण जोडेर चाहिँ सिक्नु होला हैन त्यसको त्यो भन्दा पहिलो तपाईले के जान्नु पर्यो अघि भनेको जस्तै यसलाई इकार इकारलाई के भन्छ इकार उकार एकार ओकारलाई यसलाई गिगु स्याप्चु ड्याङ्बो नारो भनेर पढ्नुपर्छ अनि ल्याएर यता ल्याएर चाहिँ यता जोडेर चाहिँ कसरी पढ्नु पर्यो आ गिगु इ आ स्याप्चु उ आ ड्याङ्बो ए आ नारो ओ भनेर यसरी पढ्नु पर्यो र अनि बाँकी अक्षर व्यञ्जन वर्ण सबैले तपाईहरु जोडेर सिक्नुस् होला अहिले फेरि यहाँ लेख्यो भने तपाईहरु धेरै झिझार पनि हुन्छ र अनि भिडियो पनि धेरै लामो हुन सक्छ त्यही भएको कारणले तपाईहरु सक्दो मेहनत गरेर सिक्नु होला है।